सुकुम्बासीका नाममा गलत मान्छेले हडेपेका छन्, त्यसलाई प्रमाणित गर्ने आधार र कारण छन् भने त्यस्ता साथीहरू माफ गर्नु होला। मैले भोटको लोभमा तपाईँलाई हुन्छ भन्न सक्दिनँ। बरु म 2 भोट 4 भोट घटाउन म हार्न तयार छु, छुट्टो बाचा चाहिँ गर्दिनँ। पाउनुपर्ने मान्छेलाई राजनीतिको आडमा अडाएर राखिएको छ, झुलाएर राखिएको छ भने त्यस्ता कानुन बनाएर तपाईँले पाउने हक, तपाईँको अधिकार यो ठाउँको मात्र होइन, देशैभरिका भूमिहीन र सुकुम्बासीहरूलाई सुनाउन चाहन्छु। तपाईँको हक र अधिकार भोट बैंकका नाममा लुकाएर राख्ने, त्यसलाई अल्झाएर राख्ने काम रासोपाको सरकारबाट हुँदैन। यिनीहरू जेलेन्स्की जस्ता आए भन्छन्, त्यसै भ्रष्टाचारीलाई जेल खोज्ने जेलेन्स्की हुन्छ? भ्रष्टाचारको फाइल खोल्छु भन्ने मान्छे जेलेन्स्की हुन्छ? सुशासन कायम गर्छु भन्ने जेलेन्स्की हुन्छ? ल हुन्छ भने होस्, त्यही ठिक छ। तर हामी विधि र विधान मान्छौँ, कानुनी राज्यको स्थापना गर्छौँ, नियम र कानुनको अधीनमा सबलाई ल्याउँछौँ। को ठुलो को सानो, हैसियत हेरेर, अनुहार हेरेर, जात हेरेर, धर्म हेरेर, लिङ्ग हेरेर राज्यको संरचनाहरूमा, राज्यका निकायहरूमा पहुँच हुने र नहुने यो दिनको अन्त्य गरेरै छोड्छौँ तपाईँको मतको बलमा। त्यति चाहिँ हामी गर्न सक्छौँ। यहाँ भूमिहीनहरूको कुरा पनि आउँछ। जग्गा पनि पुराना पार्टीको नेताले आफ्नो बनाए रे। पुराना पार्टीकाले सरकारी जमिन आफ्नो बनाएका छन् भने तिनीहरू जिउँदै छन् भने जिउँदै हुँदै स्वर्गीय भइसकेका छन् भने पनि स्वर्गीय भए पनि फरक पर्दैन। सरकारी जमिन सरकारको हुन्छ, फिर्ता हुन्छ। कानुनको उल्लङ्घन गरेको छ भने भूमिहीन सुकुम्बासी साथीहरूको लागि उहाँहरूको भावनामा भाषण गरेर उहाँहरूलाई आश्वासनको पहाड चढाएर भोट माग्ने कुकर्म मबाट हुनेवाला छैन। म जे गर्न सक्छु त्यति मात्र भन्छु। कानुनले दिएको अधिकार तपाईँबाट खोसिन्न। शक्तिशाली आयोग बन्छ, त्यो आयोगमा मेरा मान्छे या अर्काका मान्छे होइनन्, देशका मान्छे भन्छन्, जान्ने विज्ञ मान्छेले भन्छन्। तिनले जे भन्छन् हामी त्यही मान्छौँ। तिनले दिनुपर्छ भन्छन् भने दिने हो। ती कुनै पार्टीका कार्यकर्ता हुनेवाला छैनन्, कसैका कारिन्दा हुनेवाला छैनन्, कसैको आदेश तिनले सुन्दैनन्। वास्तविक समस्याको पहिचान गर्छन्, वास्तविक भूमिहीनको पहिचान गर्छन्, वास्तविक भूमिहीनलाई उनको अधिकार उपलब्ध गराउन प्रचलित कानुनको अधीनमा रहेर र व्यवहारिक रूपमा पनि कानुनले अर्जन गरेको छ, तर वास्तविकतामा हुनुपर्ने व्यवहारिक कानुनले पनि, व्यवहारिकले पनि यही कुरा भन्छ भने त्यस्ता साथीहरूलाई उहाँहरूको अधिकारबाट हामी वञ्चित गराउँदैनौँ। हामी गर्छौँ के भने 30औं वर्षसम्म भूमिहीन र सुकुम्बासीका नाममा उनीहरूको भोट पाउने आशमा आश्वासन बाँड्ने युगलाई 5 वर्षको स्थायी सरकार भयो भने एकै पटकमा सबै यो सटर बन्द गर्छौँ। जे सत्य हो त्यही गर्छौँ। बसोबास गैर कानुनी छ, मिचिएको छ, सुकुम्बासीका नाममा गलत मान्छेले हडेपेका छन्, त्यसलाई प्रमाणित गर्ने आधार र कारण छन् भने त्यस्ता साथीहरू माफ गर्नु होला। मैले भोटको लोभमा तपाईँलाई हुन्छ भन्न सक्दिनँ। बरु म 2 भोट 4 भोट घटाउन म हार्न तयार छु, छुट्टो बाचा चाहिँ गर्दिनँ। पाउनुपर्ने मान्छेलाई राजनीतिको आडमा अडाएर राखिएको छ, झुलाएर राखिएको छ भने त्यस्ता कानुन बनाएर तपाईँले पाउने हक, तपाईँको अधिकार यो ठाउँको मात्र होइन, देशैभरिका भूमिहीन र सुकुम्बासीहरूलाई सुनाउन चाहन्छु। तपाईँको हक र अधिकार भोट बैंकका नाममा लुकाएर राख्ने, त्यसलाई अल्झाएर राख्ने काम रासोपाको सरकारबाट हुँदैन। हामी यसलाई सदाका लागि अन्त्य गर्छौँ। कसैले पनि यसलाई तपाईँका नाममा भोट बैंक बनाउने काम नगरोस्। कानुनमा रहेर गैर कानुनी काम गर्न हामी दिँदैनौँ। कानुनी दायराभित्र रहेर तपाईँले प्राप्त गर्नुपर्ने अधिकारको लागि हामी लड्छौँ। हाम्रा मान्छे आयोगमा राखेर होइन, त्यो जागिरमा भर्ती गर्ने केन्द्र बनाएर होइन, योग्य विज्ञ स्वतन्त्र मान्छेहरूको आयोगले को सही हो को गलत हो, सुकुम्बासी र गुम्बासी छुट्याउँछ, कसले अतिक्रमण गरेका हुन्, को वास्तविक हुन्, को पीडित हो, को पीडित भएको गरिरहेको छ, त्यो छुट्याउँछ। त्यो मैले छुट्याउने होइन, तपाईँले छुट्याउने होइन, स्वतन्त्र विज्ञ मान्छेले छुट्याउँछ। त्यो विज्ञ मानिसहरू बसेको आयोगले एकपटक काम गर्छ, जति समय लाग्छ लिन्छ, त्यस पछाडि एक ठाउँको मात्र होइन, देशैभरिको समस्या स्वतन्त्र रूपमा, निष्पक्ष रूपमा, न्यायपूर्ण ढङ्गले समाधान हुन्छ। त्यसका लागि यो त्यो बट भन्नु पर्दैन, कसैले झुटो कुरा, झुटो आश्वासन बाँड्नु पर्दैन। म यहाँलाई निश्चिन्त हुनको लागि अनुरोध गर्न चाहन्छु।